सुरेश प्रधान, साउथ एसियन कन्ट्रिज एसएमई फोरमको अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासङ्घको निवर्तमान अध्यक्ष। मेरो बसाइ तालाछेल ललितपुर महानगरपालिका वडा नम्बर 17। कोरोनाले गरेर, कोरोनाको महामारीले गरेर विश्वव्यापी लकडाउन अथवा देश बन्द भइरहेको अवस्थामा हामीले पनि लकडाउन भोगिरहेका छौँ। त्यसैले छिनछिनमा हात धुनुपर्ने बाध्यात्मक अवस्थालाई हात धुने गरौँ, हात धोएर सिकौँ। त्यस्तै हात धुँदै हामीले गर्नुपर्ने हरेक आधा घन्टामा एक घन्टामा हात धुँदै गरौँ र हात धुन सकिएपछि फेरि आफ्नो शुद्धाशुद्धिको कामहरू गरौँ। यस्तो महामारीको अवस्थामा यो डिस्टेन्समा बसेर सोसियल डिस्टेन्सिङ अथवा सामाजिक दूरीपनलाई मिलाएर हामीले यो रोगसँग जुझ्नुपर्ने हुन्छ र जुझ्न सिकौँ पनि। सोसियल डिस्टेन्सिङले भन्नाले एकजनाबाट अर्कोसँग कम्तीमा 1 मिटरको दूरी अर्थात् 3 फिटको दूरी राखेर बस्ने, हरेक पटक हात खुट्टा धोएर बस्ने र हात, मुख, नाक, अनुहारमा आफ्ना हात नलाने, सम्भव भएसम्म साबुन पानीले हात धुने अनि सम्भव भएन भने सेनिटाइजर प्रयोग गर्ने। त्यसकारणले अब लकडाउनको परिवेशमा धेरै साथीहरूले सरकारको लकडाउन नीतिलाई अवज्ञा गर्दै नियमित रूपमा बाहिर जाने र बाहिर गएर अरूसँग घुलमिल हुने कामहरू गरिरहेका देखिएको छ। त्यसलाई अलिकति सच्याउनु पर्ने सुझाव हामी दिन्छौँ। त्यसको लागि यो लकडाउन भनेको तपाईँ हामी सबैको लागि हो, सरकारको लागि मात्र होइन। अरू रोगभन्दा यो रोग अलिक फरक छ। यो रोगले अरूमा भन्दा पृथक किसिमले हामीले जुझ्नुपर्ने अवस्था छ। अरू सबै मिलेर गर्ने, यो चाहिँ सबैसँग छुट्टिएर जुझ्नुपर्ने रोग हो। त्यसकारण लकडाउनमा सोसियल डिस्टेन्सिङ अथवा सामाजिक दूरीपन चाहिँ बनाइराखौँ। त्यस्तै लकडाउनको 3 दिनसम्ममा सबैको जाँगर चलेको छैन होला, सबैको कौतूहल रहेको होला। मैले पनि डायरिया जुङ्गा काट्ने अल्छी गरिरहेको छु र यो अल्छीपनलाई अरू कुनै काममा उपयोग गर्ने भनेर मैले यो भिडियो बनाउँदैछु। त्यसकारणले अब हामी लकडाउनको परिवेशमा आपूर्तिको व्यवस्था कसरी गर्ने र अत्यावश्यक सामानहरूको आपूर्तिमा सबै उद्यमी व्यवसायीहरूले कसरी सहयोग गर्न सकिन्छ र नेपाल सरकारका विभिन्न निकाय, तिनै तहका सरकारहरूले आपूर्ति सेवामा लागिपर्ने उद्यमी व्यवसायहरूलाई अझै पनि सहयोग गर्नुपर्ने देख्दछु र ती सहयोगहरूलाई स्थानीय तहसम्म ल्याउनलाई, स्थानीय तहसम्म सहज पहुँच बनाउनलाई चाहिँ वडाको सबै वडामा कमसेकम नगरपालिकाको वडामा विपद व्यवस्थापन समिति भन्ने छ, त्यसलाई परिचालन गरिदिनु पर्यो। र राहत र आहतको कुराहरू गर्दाखेरि नेपाल सरकारले कम्तीमा विद्युत प्राधिकरणले नगरपालिका क्षेत्रभित्रका सबै जडानहरूमा यो 1 महिनाको शुल्कमा 50% छुट गरियोस् र अन्य टेलिफोनिक सुविधाहरूमा पनि कम्तीमा पनि यो 1 महिनाको सुविधा चाहिँ दिलाइदियोस् भन्ने चाहिँ हाम्रो अनुरोध छ। र मूल गरेर उही जाने सामानहरू जस्तो तरकारी, फलफुलहरू दैनिक रूपमा 2 घन्टा, कम्तीमा 2 घन्टा आपूर्तिको व्यवस्था होस् र त्यसको लागि एउटा वडामा कम्तीमा 5वटा बजार स्थल चाहिँ स्थापना गरियोस्। त्यसका लागि
यो कोरोनाको डिस्टेन्स अब सोसियल डिस्टेन्सिङको परिपूर्ति गरी मिलाइयोस् भन्ने चाहिँ आह्वान गर्दछु र अनुरोध गर्दछु। यही अनुरोध तपाईँ हामी सबैले गर्दै घरैमा बसौँ, घरैमा बसेर यो रोगसँग लडाइँ गरौँ भन्ने अनुरोधका साथ म बिदा हुन्छु। धन्यवाद।